हेलो गाइज वेलकम माई ब्याक टु न्यू भिडियो। आज हेर्न सक्नुहुन्छ फेरि हामी खेतमा होइन। अर्को चाहिँ यसरी यो मोटे अङ्गलले चाहिँ पानी लाएर यसरी हिलो बनाइसक्यो। हाम्रो चाहिँ पानी नपाएको अवस्थामा थियो, तर आज बिहान समय भनौँ सायद फेरि अर्कोले लगाइसकेछ कि पानी। हेर फेरि अर्को लगाइसक्यो, हाम्रो उताबाट जानुपर्ने बर्बाद भयो भने बर्बाद भयो। राति 1 बजीसम्म बसेर फोन के अरे पानी लाग्यो, कामै लागेन, हाम्रोमा पानी छैन। यस्तो छ कुलोको हालत। फेरि अलिअलि पानी त जान दिएछन् हाम्रोमा चाहिँ यही हो होइन। बर्बाद भयो। राति 1 बजीसम्म बसेर लाग्यो पानी। हाम्रो बाबु त्यहाँ हुनुहुन्छ। राति 1 बजीसम्म बसेर पानी लाएर नि बिहान 4 बजी उठेर आइसक्नु भएछ। गाह्रो छ। खेतमा फेरि पानी छैन रहेछ। 1 बजीसम्म बसेर लाग्यो पानी, खोइ कहाँ गयो। खुसीको कुराहरू चाहिँ के हो नि गाइजहरू होइन, पानी अलिअलि भरिन थालेछ। अब यति भएपछि चाहिँ हाम्रो ट्र्याक्टर लाग्छ होइन। ल यति कुरा हामी टक्क लाएर खुसी छौँ। हजुर ल यतिको पानी चाहिँ हाम्रो भरेछ आज रातभरिको मेहनत। अनि यो हाम्रो गरा यहाँ त झन् भइहाल्यो। तलपट्टि हेरेर दुलो म त्यहाँ तलपट्टि पानीहरू चुह्यो कि हेर्न जान्छु होइन। ल आज राति 1 बजीसम्म बसेर होइन अनि पानी सोझाएर गएको थियौँ। अनि बाबा ट्याक्कै आउनु भएछ 4 बजीतिर। यतिको चाहिँ खुसी होइन। ल हामी एकदम ह्याप्पी छौँ। पानी अब यतिको दुःखहरू भने आएछ। त्यो गरा नि हो क्या फेरि हाम्रो यो एउटा, अनि यो पानी भएको 2टा, अनि त्यो माथि 3टा हो क्या। 3टा गरा हो। अलिक ठुलो भएको कारणले अलिक त्यो पानीहरू पुर्याउन गाह्रो हुन्छ क्या। अहिले खोल्साको पानी मात्र छ नि त, खोलाको पानी आएको छैन। प्लस त्यही भएर हामी ट्याप्प लाएर यो चाहिँ मैले लगाएको आली हो। यो चाहिँ उता छेउबाट चाहिँ बाबाले। ल त्यही हो बवाल। खुसी लगाइराख, दामी खुसी लगाइराख होइन। हाम्रो खेतमा पानी आएपछि अब रोपाइ सोपाइ हुन्छ, कामसाम जुन सकिन्छ। त्यही हो होइन। बिहान चिया पनि नखाइकन आएको छु होइन म। बाटो पनि हेर्नु पर्यो कि फेरि क्यामेराबाट हेर्नुहुन्न। ल यस्तो छ नजारा होइन। छिमेकीहरूले सब रोपिसक्नु भयो। अनि यहाँ म के हेर्न आएको, पानी कुरा आयो। पानी चुहेको छैन रहेछ। यहाँ चुहिन्थ्यो पानी लास्टै। दरदी फाट गुड मर्निङ एभ्री वान। वाह त्यो मोटे अङ्कल हो क्या। आज पनि पानी अलिकति लिएर खायो कि त्यो मान्छेले। त्यो कहिले दिँदैन हामीलाई दिउँसोमा फुल पानी। लास्ट हरामी छ क्या। सो अब झन् रमाइलो हुनेवाला छ अब पानी पाइसकेपछि त। चाहिँ यस्तो छ चक्कलार ममहरूले चाहिँ रोप्नु भएछ। ल ममको त रोपेर नि भ्यायो मम। रोपेको छ। कहिले साउने खोइ र पानी। बाजेले नि सहयोग गर्दैन हुँदो रहेछ। आज जोत्ने भनेको यस्तो छ। यतापट्टि छिमेकीको सकिसक्यो, यतापट्टि खोइ माइलाले गर्छ। माथि छ, माथि ट्र्याक्टर अहिले आउँछ। को माइला त्यहीँ छ। बाजेहरू तामाङ भाषा बोलिदिन्छ, के बोलिदिन्छ बुझ्दिनँ म आफू। यस्तो छ। यतापट्टि छिमेकीको भ्याइसक्यो, यतापट्टि हाम्रो भ्याउनै बाँकी छ। सो अलिकति गाह्रो पर्यो लाइफमा। सम्झनाका लहरहरू। हाम्रो ठुलो लगानीमा सानो ट्र्याक्टर लगाएर लगानी चाहिँ ठुलो छ होइन, तर ट्र्याक्टर चाहिँ सानो छ। ल यहाँ अब खेत रोप्ने प्रोसेस हुँदैछ। ल खुसी पनि लाग्दैछ है त। ल छिटो काम भ्याइन्छ अब। मान्छे यहाँ भोक लगाएर सक्नु लागिसक्यो। आजको दिमाग खराब भइसक्यो। रातभरि बसेर पानी लाग्यो होइन। ल आइज चाहिँ होइन मलाई पानी नदिनु मोटे अङ्कल पनि
अब के होला जस्तो छ। ट्र्याक्टर छिरायो हाते ट्र्याक्टरले सबै हुन्छ अरे होइन। अहिले चाहिँ प्रविधि आइसक्यो, नयाँ नयाँ प्रविधि। नयाँ भन्दा नि अब सजिलो भनौँ। र कसको ठाउँमा हाते ट्र्याक्टरले रोपाइ गर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला होइन। ल साथीहरू एउटा खुसीको खबर के छ भन्दाखेरि अब ट्याक्क लाएर यहाँ हेर न। ल हाम्रो यो हो नि त खुसी भनेको। ल अब हाम्रो हुँदैछ, ल छिटै अब रोपाइ हुँदैछ। ल त्यहाँ त्यो दुईवटा गरा थियो, त्यो दुईवटा गरा अब बाँकी छ। त्यस्तै झार थियो यतापट्टि नि होइन। अब चाहिँ बवाल भइसकेको छ होइन। ल दामी हाम्रो यो अङ्कलले पुरै, हाम्रो ड्राइभरले होइन पुरै जोतिरहनु भएको छ होइन। यहाँ पुरै काम गर्दा गर्दा होइन यो हिलोमा यो कुनामा यस्तो खतरा झार थियो होइन। आमामा हिलो यस्तो थियो, सब उतापट्टि फालेको होइन। हेत्तेरिका त्यही भएर टक्क भिडियो सिडियो नि बनाउन पाइएन बिचमा होइन। अब त्यही हो, पसिनाले नै आँखा होइन। अब खाजा चाहिँ एउटा चाउचाउ खाइयो। अब घरबाट खाना खान जानुपर्ने कि आउँछ थाहा होइन। यस्तै छ क्या यो कुनाको। अब यो माटो छैन, यो माटो चाहिँ सब उतापट्टि फाल्नुपर्ने क्या। माटो सब उतापट्टि फाल्नुपर्ने। ए घामले पोलेर मान्छे सकिनै लागिसक्यो। तर पनि ठिक छ होइन, छिटो रोपाइ गर्ने आशा छ होइन। अब रोपाइ हुन्छ, रोपाइ चाहिँ अब हुनेवाला छ छिट्टै होइन। यो कलेजको ड्रेस लगाएको होइन, पुरै सर्ट पनि होइन। बल मजा आइरह। यही एउटा क्लास हो, क्लास हाम्रो कृषकहरूको क्लास हो होइन। यहाँ ए दामी। ल अब छिट्टै रोपाइ हुनेवाला छ नि त। यता माथिबाट चाहिँ यस्तो देखियो त, यो चाहिँ हाम्रो साइरहेको चाहिँ यो हाम्रो खेत हो। यो ट्र्याक्टर छ अनि यहाँबाट त्यो एउटा दुईवटा त्यो साको भन्दा तलको दुईवटाको गरा हाम्रो होइन। अब यति दुईवटा साउन बाँकी छ होइन। ल रोपाइ कहिले होला त होइन। अब प्रतीक्षामा। यहाँ यो बिउ चाहिँ यो उता माथिपट्टिको बिउ चाहिँ हाम्रो त्यो लामो चाहिँ होइन। यो बिउ चाहिँ होइन क्या, यो र यो बिउ चाहिँ होइन होइन। यो दुईवटा बिउ चाहिँ यो अर्कै मान्छेको हो कि। हाम्रो खेतमा पानी पाउँछ भनेर बिउ राखेको छन्, किनभने हाम्रो खेतमा पानी नै छैन। बल्ल तल आज राति 2 बजेसम्म बसेर टक्क पानी सानी हालेपछि अलिअलि हुँदैछ होइन। ऊ त्यहाँ मलाई पानी लाउन नदिने मोटे अङ्कलले त ऊ रोपिसक्नु भयो त्यहाँ खेत। रोप्दैन हुन्छ मोटे अङ्कलको त होइन। मोटे अङ्कल चाहिँ ऊ त्यहाँ बाक्से गरिरहनु भएको जस्तो छ होइन। त्यो हो मोटे अङ्कलको चाहिँ रोपाइ हुँदैछ फाइनली होइन। हाम्रो पनि हुनेवाला छ होइन। ल बवाल रमाइलो हुनेवाला छ। उसमा चाहिँ बाक्से रोपाइको दिनमा चाहिँ हाम्रो चाहिँ यहाँ माथिबाट यस्तो देखिँदो रहेछ भ्यू होइन। टक्क म यहाँ शीतलमा आएको रुखको शीतलमा बस्नलाई दामी। र साथीहरू अब ट्र्याक्टर चाहिँ लाग्यो होइन। तर यस्तो विधि पानी नभएर पानी अलि पुगेन। यस्तो छ बिजोक डाँडै डाँडा, कोदालीले तान्नु पऱ्यो। झाप्प लाएर ट्र्याक्टर चाहिँ लागिरह। त्यस्तो माथिको यस्तै बनाउनु पर्ने साएर टक्क यस्तो छ। ल झाप्प लाएर सक्यो होइन। ल एउटा गरा उनी त्यहाँ मेसिन चाहिँ हाम्रो त्यहाँ हाते ट्र्याक्टर चाहिँ यहाँ टक्क यसरी तानेर होइन। छुट्याएर नि यस्तो छ यो पुरै ठ्याप्प लाएर एउटा गरा। यहाँ चाहिँ हल्का गाह्रो छ, भोलि टक्क तान्नुपर्छ। अनि एउटा दुईवटा तिनवटा बवाल तालिदियो। अब भ्याइयो बिउ काट्न, बिउ खाल्न सट्ट जाँदैछौँ हामी। दामी। घर लाग्नुहुन्छ तपाईँ? हाम्रो चाहिँ आज रोपाइ कहिले होला त होइन। छ्याप्प लाएर यस्तो हुँदैछ दामी देखियो होइन। गरा यस्तो बवाल चड्काने पर्दैछ होइन। वाटरप्रुफ फोनमा केही मतलब भएन। अब एउटा दुईवटा तिनवटा गरा हाम्रो चाहिँ होइन टक्क कम्प्लिट भइसकेको छ होइन। हिजोसम्म पानी थिएन, रातभरिको मेहनतले टक्क लाएर यहाँ पानी भइसकेको छ। यहाँ बिउ टक्क त्यहाँ उखाल्दै हुनुहुन्छ होइन। म पनि अब बिउ खान जाँदैछु। हामी घर जाने हो कि बिउ खान आउने हो? मलाई घर जान दिएनन्। सट्ट लाएर यसमा बसिन्छ होइन। व्यवस्था राम्रो छ हाम्रो चाहिँ। टक्क लाएर अब यसमा बसेर सट्ट बिउ खाल्नुपर्छ। दुईजना चाहिँ बिउ खाल्दै यहाँ दिनभरि गरे काम यति हो। खासै काम गरे जस्तो त देखिएन। यहाँ हिजो पानी नपाएर रुँदै त्यो डिलमा हिँड्ने मान्छे यहाँ। ल रमाइलो छ टक्क दिदी र मम्मी म
बाबा तल यहाँ भने यहाँ सट्ट म छु अहिले दिउँसो हाल्ने होला नि त बेलुका हाम्रो खेतमा बवाल बनिरहेको होइन अब कहिले होला त होइन रोपाइ ल भोलि दिउँसो यहाँ भोलि दिउँसो अरे होइन ल तपाईँहरू यसो अनुमान लाउनु कहिले हुन्छ रोपाइ होइन खेत अनुसार यहाँ पानीले फोन भिज्यो त्यही हो त्यहाँ मलाई पानी नदिनु मोटे अङ्कलले चाहिँ पानी भरेर नि गइसक्नु भयो रोपाइ गरेर नि अब हाम्रो भोलि बन्छ होला सायद तपाईँहरूले कमेन्टमा भन्नुहोस् यो दुईजनाले हाम्रोमा बिउ राखेको छ यिनीहरूको चाहिँ अब यिनीहरूको बिउ यहीँ छ अब हामीले के गर्नु पर्ला तपाईँहरूको जिज्ञासा दिनु होला यहाँ हिजो पानी नपाएर खेतको डिलमा निराश भरे हिँड्ने मान्छे चट्ट लाएर आज चाहिँ हामी सट्ट अब हाम्रो काम भ्याइँदैछ खुसी लाग्दैछ हामी यसरी हो गर्ने उखाल्ने घाँस जस्तो देखाएको छ दामी 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 रमाइलो हुँदैछ ल बुहारीलाई देखाइदेन बुहारीलाई देखाइदेन कहाँ बुहारी भने यहाँ म टक्क भ्लग बनाउँदै हो क्या युट्युबमा हाल्छु र रमाइलो छ तिनटै खेत ट्याक्कै लाएर हाम्रो आज औसे के अरे साइसकेको छ क्या हाम्रो साउने ड्राइभर अङ्कल अङ्कल भन्ने छ नि हो कि अङ्कल त होइन बिहा नगरे मान्छे हो तर के गर्नु बुढो भइसक्यो होइन ल रमाइलो छ ल दामी 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 र बवाल खुसी लागेको छ होइन हाम्रो काम भ्याउँदैछ त्यही हो टक्क लाएर अब हाम्रो काम सक्यो हाम्रो खेतालोहरू दुईजना घर फ्यामिलीहरू र टक्क हाम्रो यहाँ आज चाहिँ बिउ उस गरिसक्यौँ यहाँ गाह्रो भएको यहाँ बस्ने कुरा घरबाटै पुरै व्यवस्था ल यस्तो चाहिँ कसले गर्नुहुन्छ होला भन्न सक्नुहुन्छ आज चाहिँ बिउ उखालियो होइन ल 3टा गरेर ड्याममा लाएर बनाइयो होइन यसको लागि चाहिँ छुट्टै रमाइलो अनि खुसी छ होइन यसले बवाल हो होइन भ्यूले नै आज त बवाल च्यालेन्ज गरे अब भ्यू चाहिँ हो क्या यत्तिकै भ्यू चाहिँ हुनु पर्यो त्यहाँ हेर ओहो यस्तो चाहिँ कसले ल्याउनुहुन्छ ल घरबाट ल जानेन भने चाहिँ कसरी गर्ने ढुङ्गासुङ्गा खोज्नु पर्यो भने गाह्रो भयो भने चाहिँ ल यस्तो गर्दाखेरि चाहिँ रमाइलो हुन्छ क्या के अरे मजा हुन्छ अलि बस्नलाई सहज हुन्छ सबैले सिक्न सक्नुहुन्छ यो प्लास्टिकको कति रुपियाँ पर्छ यसलाई 250 350 समथिङ त्यस्तै पर्छ होइन खै के लिएर जाने म के ल्याउने हो एउटा ल्याउने अनि युज गरिसकेपछि लास्टमा यसरी धुन पनि पर्छ सबैले सिक्न सक्नुहुन्छ हाम्रो दिदी मम्मी अनि म बाबा गइसक्नु भयो चिसो भयो अरे पानी परेको थियो अघि म नि पुरै भिजेको छु हिलो भइरहेछ हर्का सम्पाङको माटो यही हो यो चाहिँ गोर्खाको धरानको होइन त्यो डोकोभित्र त्यहाँ बोतल पानी खाने बोतल लाइनमा चाहिँ यसरी प्याकिङ नि सिक्नुपर्छ यो चट्ट लाएर यता देखाउनु भनेर काम गरेको देखाउनु हुनु अरे ल अब हाम्रो काम सकियो अब हामी छ्याप्प लाएर लाग्छौँ होइन यसरी बोक्छौँ हामी यहाँ फेरि हामीले आज खाएको थियो नि त कोकहरू कोक नि छ क्या हाम्रो चाहिँ आफैले मात्र खाने बानी छैन क्या छ्याप्प लाएर यो प्लास्टिकमा राखिदिएछ अलिकति सेफ्टीको लागि राम्रो हुन्छ सफा पनि हुन्छ बोतल होइन आज गिलास परेन के गिलासै परेन गिलास नपरे झ्याउ भयो क्या अब हाम्रो हुन्छ यहाँ आएर टक्क कुलोमा यो खुट्टाहरू धुने कार्यक्रम यो हो रमाइलो गाउँघरको होइन साथीहरू सबैले इन्जोय गर्न सक्नुहुन्छ मेरो भिडियो हेरेर मैले चाहिँ गाउँतिर होइन काठमाडौँमा मात्र बसेर बोर भइरहेको थिएँ गाउँतिर आएर धेरै मोज गरिरहेको छु यतिको भनौँ होइन त्यही हो अरू त म चाहिँ अब हामी घर जाँदैछौँ सबैजना अब गइसक्नुभयो अब हामी 3जनाको पालो छ टक्क लाएर जाने बाटो यता हो भ्यूको यतापट्टिको होइन यतापट्टिको च्यालेन्ज बवाल छ अब दामी भ्यू है दामी भ्यू चाहिँ बवाल हो ल लाग्छौँ हामी फाइनली ठ्याक्क हामी आजको काम सकाएर अब रोपाइ कहिले होला त यो प्रश्नको विषयमा चासो राखेर हामी घर जाँदैछौँ हजुर हुन्छ
हाम्रो यस्तै बनाउनु पऱ्यो त्यो भ्यूलाई चाहिँ आज च्यालेन्ज गर्न सक्दैन होइन ए यस्तो दामी छ यहाँ त्यो छुचो मोटे अङ्कलले चाहिँ यहाँ यस्तो गर्नुभयो यहाँ चाहिँ जौ जौ भन्छ अरे होइन जौ अरे यो गाउँ होइन अरे त्यहाँ पूजा गर्नलाई मान्छेले यो लिन आएको थियो भ्यूको चाहिँ बवाल होइन यहाँ झगडा गर्नलाई हेर्ने मान्छे यस्तो गरे गौ र जौको कुरामा होइन ल त्यही हो आज हामी सबैजना अब घर जाँदैछौँ सक्यो आजको काम नि लास्टमा भन्न चाहन्छु कलेजको सर्ट लाएर टक्क लाएर खेतबारीमा काम गरियो बाई भ्यू चाहिँ बवाल अनि लास्टमा यति भन्न चाहन्छु कि भिडियो एडिट गर्नको लागि कुन एप उपयुक्त हुन्छ होला या भिडियो कसरी एडिट गर्ने तपाईँहरूले कमेन्टमा भनिदिन सक्नुहुन्छ धन्यवाद।